गुड मर्निङ साथी अनि सन्चै आरामै हुनुहुन्छ। नमस्ते सबैजनालाई। चाय पिउनु भयो, नास्ता गर्न कि नै मैले त चाय पिएँ साथी। अब चाय त के पिउँछु, म पानी पिउँछु नि त गरम साथी। सबै काटेर तयार छ साथी, देख्न सक्नुहुन्छ। यो किमा, यो तेल टट्टाइछु, टमाटर प्याज भुन्न लागेको छ साथी। अनि प्याज रेडी भइसक्यो। यहाँ मसला र अनि कस्मिरी मेथी राखेको साथी। किनभने पहिला टमाटर राख्न हुन्छ साथी। बिना टमाटर राख्न पहिला किमा भुन्ने राम्ररी। किमा पाकिसकेपछि त लास्टमा टमाटर राख्न होला साथी। अनि हल्दी नराख्न होला, किमामा राम्रो लाग्दैन। त्यो अब मैले किमा मसला राख्दैछु साथी। अनि राखिसकेपछि त भुन्न पर्यो साथी। अनि भुनिसकेपछि त हल्का भुनिसक्यो। अझै 10 मिनट भुनेपछि त्यसपछि टमाटर राख्ने साथी। यो मैले घर बनाएको गरम मसला अनि 1 चम्चा। हेलो साथी, किमा भुन्यो अनि त्यसपछि अब राख्छु मैले टमाटर। हेर्न सक्नुहुन्छ साथी। अनि भुनिसकेपछि त राखेपछि त चिकनको कच्चा स्मेल आउन्न, त्यही भएर यसरी राखिदिइसकेपछि त साथी अनि थोड़ा सा प्युरी, कोही भी कलर नहाल्नु होला। अनि त्यसपछि कलर छुट्छ साथी, राम्रो कलर आउँछ। ल साथी, टमाटर गलिसक्यो, हेर्न सक्नुहुन्छ साथी। कस्तो लाग्यो मेरो किमा। अनि भुनेर कलर छोडिसक्यो साथी। हुन्छ साथी, मेरो किमा कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला साथी। किनभने मैले आज किमाको रेसिपी डालेको छु साथी। कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला।